विक्रम सम्वत 2032 सालबाट सुरु हुन्छ हेटौँडा कपडा उद्योगको इतिहास। यो कुनै निजी व्यक्तिले खोलेको कारखाना थिएन। यो नेपाल सरकारको स्वामित्वमा रहेको उद्योग थियो। मित्र राष्ट्र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग स्थापना गरिएको थियो। कान्तिपुरको विवरण अनुसार विक्रम सम्वत 2032 साल साउन 16 गते उद्योग स्थापना भएको उल्लेख छ। अर्को मिडिया स्रोतका अनुसार कम्पनी दर्ता र शिलान्यासको मिति केही फरक विवरण भेटिन्छ। त्यसैले यहाँ एउटा कुरा स्पष्ट बुझ्नु पर्दछ, हेटौँडा कपडा उद्योगको स्थापना प्रक्रिया विक्रम सम्वत 2032 सालमै सुरु भएको मानिन्छ। हेटौँडा कपडा उद्योगको उद्देश्य के थियो? नेपालमै कपडा उत्पादन गर्ने, विदेशबाट कपडा आयात गर्ने निर्भरता घटाउने, नेपालीलाई रोजगारी दिने र देशलाई औद्योगिक रूपमा आत्मनिर्भर बनाउने। यो समयका लागि यो एउटा निकै ठुलो राष्ट्रिय परियोजना थियो। उद्योग स्थापना भएको केही वर्षपछि हेटौँडा कपडा उद्योगमा उत्पादन सुरु भयो। विभिन्न स्रोतले परीक्षण र औपचारिक उत्पादनको मितिमा केही फरक विवरण दिएका छन्। यस स्रोतको मुख्य तथ्य एउटै छ, विक्रम सम्वत 2035 सालबाट हेटौँडा कपडा उद्योगले उत्पादन सुरु गरेको थियो। कान्तिपुरको पछिल्लो विवरण अनुसार विक्रम सम्वत 2035 साल माघ 5 गते उद्योगको औपचारिक उद्घाटन भएको उल्लेख गरेको छ। सुरुमा उद्योग एक शिफ्ट मात्रै चल्थ्यो, पछि उत्पादन बढ्दै गयो। विक्रम सम्वत 2038 सालबाट 2 शिफ्टमा चल्न थाल्यो र विक्रम सम्वत 2039 साल वैशाखबाट 3 शिफ्टमा उद्योग सञ्चालन भएको विवरण पाइन्छ। कल्पना गर्नुहोस् त, बिहान एउटा शिफ्ट, दिउँसो अर्को शिफ्ट र राति पनि मेसिनहरू चलिरहेका छन्। हेटौँडाको औद्योगिक क्षेत्रमा कपडा उत्पादनको ठुलो केन्द्र बनेको थियो यो उद्योगबाट। हेटौँडाको कपडा उद्योगले विभिन्न प्रकारका कपडा उत्पादन गर्ने गर्दथ्यो। मुख्य रूपमा सुती धागो, कोरा कपडा, रङ्गीन कपडा, बुट्टेदार कपडा र सेतो कपडा उत्पादन हुन्थ्यो। नेपाली सेनाका लागि आवश्यक पर्ने कपडा पनि यही उद्योगबाट उत्पादन हुने गरेको विवरण पाइन्छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले दैनिक करिब 36,000 मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता राख्दथ्यो। अर्थात् नेपालमा कपडा उत्पादन गर्ने एउटा ठुलो सरकारी आधार तयार भइरहेको थियो। हेटौँडा कपडा उद्योगको सबैभन्दा महत्त्वपूर्ण पक्ष थियो रोजगारी सिर्जना गर्नु। उद्योगको राम्रो समयमा करिब 1200 नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए। कल्पना गर्नुहोस् त एकछिन, 1200 घर परिवार, 1200 परिवारको चुलो, 1200 परिवारको भविष्य। उद्योग राम्रोसँग चल्दा, उत्पादन राम्रोसँग बढ्दा कामदारहरूले बोनस समेत पाउने गरेको विवरण पाइन्छ। यसको प्रभाव हेटौँडामा मात्र होइन, वरपरको अर्थतन्त्रमा समेत परेको थियो। एक अर्थमा भन्नुपर्दा हेटौँडामा कपडा उद्योगको एउटा कारखाना मात्र थिएन, यो हजारौँ मानिसको जीवनसँग जोडिएको एउटा संस्था थियो। हरेक सफलता पछाडि एउटा कठिन मोड आउन सक्छ। हेटौँडा कपडा उद्योगको पनि यस्तै भयो। विक्रम सम्वत 2046 सालपछि उद्योगमा राजनीतिक हस्तक्षेप भयो, नियुक्ति भयो, बन्द, हडताल र व्यवस्थापन सम्बन्धी समस्या बढ्दै गएको विवरण हरेक ठाउँमा उल्लेख पाइन्छ। त्यसैसँग थपिए पुराना मेसिन, उत्पादन लागत वृद्धि, कमजोर व्यवस्थापन, श्रमिक आन्दोलन र विदेशी कपडासँग बढ्दो प्रतिस्पर्धा, यी समस्याले उद्योगलाई निरन्तर कमजोर बनाउँदै लग्यो। कुनै समयमा नाफामा चलेको उद्योग बिस्तारै घाटामा धकेलिन थाल्यो। कान्तिपुरको विवरण अनुसार स्थापनादेखि करिब 19 वर्षसम्म उद्योग निरन्तर नाफामा चलेको थियो। त्यसपछि परिस्थिति बदलियो, उद्योग घाटामा गयो र घाटा बढ्दै गयो। अब सुरु हुन्छ हेटौँडा कपडा उद्योगको सबैभन्दा दुःखद अध्याय। विक्रम सम्वत 2057 साल माघ 18 नेपाल सरकारको मन्त्री परिषदले उद्योग बन्द गर्ने निर्णय गर्यो। त्यसपछि उद्योगमा कार्यरत कामदार तथा कर्मचारीलाई सामूहिक रूपमा अवकाश दिइयो। मेसिनहरू रोकिए, कपडा उत्पादन रोकियो, श्रमिकहरू घर फर्किए र हेटौँडाको एउटा ठुलो औद्योगिक इतिहास एकाएक रोकियो। यही कारणले अहिले धेरै स्रोतले हेटौँडा कपडा उद्योग विक्रम सम्वत 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको उल्लेख गरेका छन्। तर उद्योग बन्द भएपछि कथा सकिएको थिएन। सरकारले यसलाई निजीकरण गरेर चलाउने प्रयास गर्यो, बोलपत्र समेत आह्वान गर्यो, तर उद्योग सञ्चालन गर्न पर्याप्त लगानीकर्ता कोही आएनन्। पछि फेरि सरकारले आफै सञ्चालन गर्ने प्रयास गर्यो। आर्थिक वर्ष 2065-66 उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। परीक्षण उत्पादन समेत सुरु गरियो, तर त्यो प्रयास पनि दिगो हुन सकेन। उद्योग फेरि रोकियो।
विक्रमसम्म 2066 सालमा दोस्रो पटक खारेजीको प्रक्रिया अगाडि बढाइयो, अर्थात् एकपटक बन्द पुनः सञ्चालनको प्रयास फेरि असफल र उद्योग झन जीर्ण हुँदै गयो। सरकारी निकायले उद्योगको स्थलगत निरीक्षण गर्न थालेका छन्। पुराना मेसिनहरूको अवस्था जाँच भइरहेको छ, पूर्वाधारको अवस्था हेरिँदैछ। उद्योग पुनः सञ्चालनको लागि सरकारले तयारी अगाडि बढाएको छ। नेपाली सेनाले यसअघि तयार गरेको प्रारम्भिक अध्ययनअनुसार नयाँ मेसिनरी, भवन मर्मत लगायतका कामहरूको लागि ठुलो लगानी आवश्यक परेको देखाइएको छ। कान्तिपुरको रिपोर्ट अनुसार प्रारम्भिक अध्ययनले करिब 1,93 करोड रुपैयाँ बराबरको कुल लागत अनुमान गरेको छ। र त्यसमध्ये करिब 70 करोड रुपैयाँ मेसिनरी प्लान्टका लागि, 25 करोड भवन तथा संरचना मर्मतको लागि र अन्य पूर्वाधार तथा सञ्चालन खर्च समेत समेटिएको छ। यसपटकको योजना पहिले जस्तो कपडा मात्र उत्पादन गर्ने होइन। सरकारको दीर्घकालीन योजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक पोसाकको कपडा स्वदेशमै उत्पादन गर्ने लक्ष्य समेत राखेको छ। यसले दुईवटा काम गर्न सक्छ। पहिलो, सरकारी निकायका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न सकिन्छ र दोस्रो, स्वदेशमै रोजगारी सृजना गर्न सकिन्छ। तर यसपटक एउटा कुरा अत्यन्त महत्त्वपूर्ण हुनेछ। पुरानो गल्ती दोहोरिनु हुँदैन। उद्योग चलाउन मेसिन मात्र भएर पुग्दैन, आधुनिक प्रविधि चाहिन्छ, दक्ष जनशक्ति चाहिन्छ, व्यावसायिक व्यवस्थापन चाहिन्छ, बजार सुनिश्चित हुनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण राजनीतिक हस्तक्षेपभन्दा माथि उठेका व्यवस्थापन चाहिन्छ। र सबैभन्दा महत्त्वपूर्ण पाटो राजनीतिक हस्तक्षेपभन्दा माथि उठेको व्यवस्थापन चाहिन्छ।